मैम के गर्नुभयो किन करे कहाँ जाने कपाल गरेर खरे जाने हो हजुर कहाँ बस्नु भएको र कुन ठाउँ बस्नु भएको भन्नु त हजुर म खरै बसेको छु अन्त खरे बसेर खरे जाने अरे अनि बजार जाने हो नानीका मुन्द्रा लिन जाने हो नानीलाई मुन्द्रा बनाउनु दिएको नातिनीलाई मम्मी के गर्नु भएको नक्कल पारेर कहाँ जानु लागेको त भ्याइएको सनस्क्रिन च्यापेर पनि भेट हुन्छ लगभग भ्याइयो ऊ टाउको निकालेर तान्नु टाउको निकाल्नु सट्टकै निस्किन्छ क्या यत्तिकै निकाल अब अलिक त्यहीबाट निचेर उसबाट यस्ता मान्छेले भन्छ नि हामी लोवर मिडल क्लासका मान्छे निचेरी काटी काटी लाउने क्रिम लगाएको अर्को त्यही खरे जाँदा पनि यस्तो जबरजस्त उक्सिएर छ नि बुकुस बुकुस छ नि त कि ठुल्ठुलो राख्नु भएको यो चलाइदिने बनाउँदैन खुला भयो के हो ठिक खुला भयो आगोमा पकाएको होला कस्तो हुन्थ्यो होला सजिलो हुन्थ्यो होला अब पाके पनि होला दही होला उक्सेर हातले सानसानो हुन्छन् कि लान्छ बनाउ पुटुस पुटुस बनाउनु हात पोल्ला म फेरि फ्राई नहोला ग्यास फुल त भयो चढाउने होला नि चढाउनु दिनु त ल पाक्यो भित्र मैले टेस्ट गर्छु त बाहिर पनि चढाउने हो केहीमा हरियो पात सात केहीमा लैदिए हुन्छ टेस्ट गर्नुहुन्छ मिठो खा यति नुन कम हो कि यस्तै हो र टेस्ट गर्नु त कम होला म राखेको पऱ्यो है टेस्ट गर्नु नि त पाक्दैन के भित्र नुन कम हो यति राख्नु पऱ्यो कि यस्तो के त भिज्न पनि पर्छ कि भिज्न पनि पर्छ हिसाज भिजाएको नि त हिसाज भिजाएर आज साँझ भिजाएर अनि मिक्सरमा पिसेको पनि अनि श्राद्धहरूमा चाहिँ
त्यही दिन यो उस गर्ने भिजाउने त्यही दिन बराल बुरुल गरेर भिज्न पाउँदैन त्यही भएर नि हो कि कोही डढ्ने कोही के हुने होला यो सायद यो उसै लपक्क पाक्नेवाला आइसक्यो क्या बाउ कति जान्छ अरे आउँदा कति बेर लाग्यो 10 साढे 10 बजी 11 बजी जानुभयो हामी त बल्ल 2 बजी 3 घन्टा खाएर चुको हुने यति दिन फ्रिजमा चिसो हुने होला त्यत्तिकै खायो नि भयो तेलको चटनी बनाएर मिठो हुन्थ्यो होला ए असम त 16 चाँडै हुन्छ नि अझ चौला हुँदैन नि दसैँ भन्नुहोस् त चौध गते भनेपछि त आउँ खुर्सानी पनि राख्नु भएको खुर्सानी टोकेको बाहिर त एकदम मस्त छ भित्र नपाकेको पाकेको कि मसी पाइने त्यस्तो सबै पाकेको छैन अरे के मासु काटेर ल्याउनु बस दिए आधा किलो बटुवा हो कचौरा दिनु प्लेट दिनु दुईटा दिनु अझै मान्छे धेरै रहेछ नि क्या भुटुवा छोरै छ त अझै मान्छे धेरै रहेछ नि क्या भुटुवा छोरै छ पकाउने गर्ने आतुरी हुन्छ त्यसपछि त खाए त भयो तातो रहेछ अस्ति आउँदा धेरै थियो धेरै भयो जस्तो मान्छेमा मासु आधी आधी गराएर फ्रिजमा राख्नु पर्यो राम्रो छ मासु त कति किलोको थियो बाबा मासु 22 किलो 25 फ्रिजमा राख्नलाई कि आधी आधी गराएको पठाइदिएको अन्ति जानु भयो
के हो त्यस्तो यहीँको यहीँ देखा क्यारेको भिडियो हो कि कुनै किन भिडियो गराएर मनपर्छ हेर्नु काम लाग्छ नि त खोइ गोल गोल पो थाहा यति जोडन मात्रै राखिदिनु खालि बजाइदिन्थे हजुर बजाइले बेलै त्यस्तो त्यही भएर नि होला भाइको सानो कति 50 वर्षको सानो पनि त्यस्तै सुन्ने पानी नहालिकन कहाँ हुन्छ त नि फेरि खाल्टा चाहिन्छ त्यसलाई बराबरको खालको चाहिन्छ कि उसले हुँदैन के अरे त्यतिकै घुमाउनु हुन्छ अस्ति मैले पनि पारेको थिएँ हुन्छ पानीको लेभल भएन क्या त्यसैले बराबरको भए हुन्छ क्या बल्ल वृद्धाश्रममा राखेँ वृद्धाश्रममा धेरै त्यस्तै त छ नि हजुरहरूको पालामा त अरू खासै गएन होला वृद्धाश्रम हामी त सबै वृद्धाश्रममा आश पनि छैन मलाई त आश पनि राख्दैन हामीलाई पाल्न पर्छ सबै बिक्यो मासु आज को लिए त आधाले यता 2 किलो बाबा त्यतिकै 2 किलो भनेको अहिले 2 किलो राखिदिएछ सके 1.5 किलो भनेको त फिर्कीलाई भनेर लाउनु केही भनेको होइन प्लेट दिनु अहिले अघि नै थियो नि मैले खाएको उहाँ छ उहाँ व्हाइट कलरको उहाँ छ मैले त्यसैमा हाल्छु एकदम तेल सुसिसक्यो को नानीको खेलाउन जस्तो छ बढी तातो रहेछ अलिक चिसो त होइन हुन्छ बाबा मात्रै देख्नु लिएर आउनु त बाबा पनि आउनु लुक्नु भयो देखिँदै देख्नु किन हो यस्तो तेल लिएको अरे घिउ राखे तेल लिन्छ आउनु नि भित्र आउनु